बिहानको सब्जी चाहिँ कुबिन्डा खायौँ अनि मैले मिल चलाएर चाहिँ कति पैसा कमाएँ होला आज नानीको छुट्टीको दिन। हेलो साथीहरू, वेलकम ब्याक टु माई 16 डे मिनी भ्लग। आज चाहिँ म चाहिँ बिहानै बाटोमा निस्केर अनि यसो भिडियो गर्दै अनि दोकान जानु थियो। चाउचाउ बिहानको खाजा लिनलाई गएको नि त। चाउचाउ लिएर आउँदा त रातो कस्तो राम्रो घाम लागिरहेको थियो। म चाहिँ घर आइपुगेर चिया बसाएँ ओरे अनि चिया पनि पाक्यो अनि मैले चाहिँ भाग लगाएँ ओरे अनि सबैजनालाई पुर्याइदिएँ अनि पुर्याएर चाहिँ अनि आफू पनि खाएँ। अनि मेरो नानीहरू चाहिँ खाजाहरू खाइसकेर ओरेर अनि यता खेल्न नाच्न थालेछन् अनि उनीहरूले चाहिँ खेल्ने ठाउँ बनाएको अरे अनि यता चाहिँ नानी चाहिँ साथीहरूसँग बोलेको अरे। अनि म चाहिँ बिहानको तरकारी के पकाउनु होला भनेर हेर्दै गएको त कुबिन्डा फलेको रहेछ अनि मैले चाहिँ टिपेर ल्याएँ अनि चना काटेँ ओरे अनि पकाएँ। अनि दिउँसो चाहिँ मैले चाहिँ थोरै तोरी लाएर राखेँ, भोलि धोएर सुकाउनु पर्यो भनेर। अनि तल्लो घर दाजु अनि परको अङ्कलहरूले चाहिँ मकै लिएर आउनु भएछ अनि मैले चाहिँ कुर्तिनु पर्यो भनेर अनि मेलमा गएँ ओरे जालीहरू फेरेँ अनि पिन्दिन थालेँ। अनि आज चाहिँ शनिबार, नानीहरूको पनि छुट्टी, आज चाहिँ घरमै पनि हुन्छु अनि जति बेला ल्यायो त्यति बेलै कुटिदिन्छु। 1.5 घण्टा खटेर कमाएको कमाइ चाहिँ आजको यति हो साथीहरू। अनि आजको भिडियो पनि यति नै साथीहरू।